So hello guys, welcome back to my channel again. This is me Pratna. So good morning. And अहिले चाहिँ हाम्रो चाहिँ स्पोर्ट्स विक हुँदैछ अन्त चाहिँ हामी चाहिँ आज 6 7 8 मा चाहिँ हाम्रो फाइनल हो अन्त त्यही कारण हामी चाहिँ आज यत्रो बेदेखि गरममा उभिएर आएको गाइस हामी चाहिँ हियर आर माई नानाजहरु हुनुहुन्छ अवन्तिका दी हुनुहुन्छ त्यहाँनेरि तर लुग्नु हुँदैछ हो सो हेर्दै गर्नु होला आजको भिडियो कस्तो हुन्छ सो गाइज स्टे ट्युन अब मेरो भिडियो लास्टसम्म हेरिदिनु होला म चाहिँ यही फोनबाट गर्छु अब भिडियो हो यो फोन चाहिँ मेरोमा फिक्स हुन्छ अन्त सो गाइज बाई बाई अहिलेको लागि चाहिँ Good morning to everyone. This is Pratibha Chetri from DCIE 3rd year, welcoming you all to the most awaited events of the year. The annual Athletics and Sports Meet, Khelkut 2025, which is a celebration of energy, enthusiasm and excellence, where passion meets perseverance and where every participant gets a chance to shine. Sports is not just about winning or losing, it's about the spirit of teamwork, discipline, resilience, and the determination to push beyond our limits. Whether it's the thrill of a sprint, the strategy in a chess match, the energy of Kho-Kho, or the fierce competition on the basketball court, each game teaches us something valuable. Today, as I stand here, surrounded by young, vibrant and determined athletes and volunteers, we are reminded that every champion was won. Opponents, coaches, and officials. I will offer the spirit of the game. I will offer the spirit of the game With integrity and discipline. with integrity and discipline. Win or lose. Win or lose, I will stay humble. I will stay humble, Stay strong. stay strong, And always strive for excellence. and always strive for excellence. I am an athlete. I am an athlete And I honor the game. and I honor the game. Thank you. Photo session going on, guys. Photo session, grapher. अहिले चाहिँ म्याच सुरु भयो गाइज हैन अन्त हामी चाहिँ हेर्न बसिरहेको छ हाम्रो त डिपार्टमेन्ट पनि हैन चेयरअप पनि छैन सबै अरु डिपार्टमेन्टले चेयरअप गर्दैछ सो हेर्दै गर्नु होला आज चाहिँ हाम्रो खोखो म्याच पनि छ गाइज हैन हाम्रो सीएसटी सँगै छ हो कलेज छ हेर्नुपर्छ
हाम्रो चाहिँ सबै गेम त लगेको सक्यो अब चाहिँ हाम्रो यहाँनिर क्रिकेट म्याच छ हामी चाहिँ हेर्न आइरहेको छ मेरो टिमहरू चाहिँ यहाँ हुनुहुन्छ बसिरहनु भएको छ हाम्रो क्लासमा केही थिएन छैन गाइस त्यही कारणले म चाहिँ केटाहरूसँग मिल्छु होइन दाजुहरू सबैजना मेरो अब देखाउँछु ल सो यहाँ चाहिँ छ म्याच हुन आँटेको छ यो स्टाफको टिम हो यहाँनिर छ सिभिलियन्सको टिमहरू सब अडियन्स है गाइस भएको छ है खासमा तर कम्ती देख्दैछ सिभिलियन्स स्टाफ पनि गोल्ड मेडलको प्रतीक्षामा छ है 10 सचिन So this 19 is our HOD. Game हुँदैछ guys. विकास सरलाई उठाएर फ्याक्नु पर्छ एकदम फुल जोसमा नि सर फाइनली म्याच ओभर भयो हाम्रो स्टाफहरूले जित्नु भएको छ अन्त चाहिँ अब चाहिँ गएको पनि हो निक्लेको जो हेर्न सो गाइज स्टाफले चाहिँ म्याच जितिसक्नु भएको छ सिभिल आज हार्नुभयो जित्यो मेकानिकलको टी-शर्ट जर्सी सो गाइस हामीले चाहिँ खोखो पनि जित्यो है खोखो जित्यो अघि गोल्डको मेडल थापेर पनि बस्दै हाम्रो ब्याडमिन्टन छ अब चाहिँ ब्याडमिन्टन छ हेर्नु जान्दैछ अटेन्डेन्स पनि हुन्छ होला बिकज बोइज आर अलरेडी इन फाइनल र गर्ल्सहरुले अब सेमी फाइनल खेल्दैछ खेल्नेवाला छ सो हामी जान्दैछ आज विकासको रियाक्सन कति दामी हुन्थ्यो होला गाइस तर हामी चाहिँ आइहाल्यो कि माथि पुरा भिड थिएन सो अगाडि चाहिँ हाम्रो सरहरू हिँड्नु छुन्दैछ सरी स्टाफले जित्यो आज स्टाफले जित्नु भएको छ हाम्रो क्रिकेट चाहिँ सिभिल हार्नु भएको छ तिमीलाई के भन्नु छ जिग्नी सो गाइस हेर्दै गर्नु होला अब चाहिँ हाम्रो यहाँ ब्याडमिन्टन छ सो स्टे ट्युन यहाँ चाहिँ ब्याडमिन्टन हुँदै रहेछ अन्त चाहिँ म चाहिँ आज चाहिँ कति बात नानाको छेउमा आएर बसेको छु कपाल सेट गरेर राम्री भएर सो नानाको साथी पनि हुनुहुन्छ यहाँनिर आजको क्रिकेट चाहिँ हाम्रो स्टाफहरूले जितिसक्नु भएको छ सर चाहिँ मेडल टल्काएर आउनु भएको छ सो पचल लाइट गएर चाहिँ म्याचहरू सबै हल्ड भइरहेको छ जेनेरेटर पनि अन गरेको छैन म्याच जित्यो बहिनीले खेल्नु हुँदै थियो जित्यो गाइस हामीले चाहिँ सबैभन्दा पनि आजको जति म्याच चाहिँ हामी जितिसकेको छौँ अन्त चाहिँ अब चाहिँ म चाहिँ हस्टेल जाँदैछु होइन बेसी बेर बस्नु मन परेन सो आजको भिडियो चाहिँ यहाँसम्म थियो थ्याङ्क यू सो मच फर वाचिङ बाइ बाइ गाइस लभ यु अल